जापानी भाषा सिक्ने हाम्रो यो पहिलो दिनमा सबैलाई स्वागत छ। आज हामी एकदमै आधारभूत कुराहरू जस्तै अभिवादन कसरी गर्ने र आफ्नो परिचय कसरी दिने भन्ने बारे सिक्नेछौँ। तयार हुनुहुन्छ? ल, सुरु गरिहालौँ है त। ओके, त्यसो भए सुरु गरौँ। हामी पहिलो चरणमा जापानी भाषाका सबैभन्दा साधारण दैनिक जीवनमा प्रयोग हुने अभिवादनहरूबाट सिक्न थाल्नेछौँ। अब दिनको सुरुवात कसरी गर्ने? सबैभन्दा पहिले आउँछ ओहायो गोजाइमासु। यसको सिधा अर्थ हो गुड मर्निङ वा शुभ प्रभात। अनि एउटा कुरा के याद राख्नुस् भने यो चाहिँ सामान्यतया बिहानको 10 बजेसम्म मात्रै प्रयोग हुन्छ। ओके, बिहानको समय सक्यो, अब दिउँसो भयो। दिउँसो भएपछि के भन्ने त? हो, हामी भन्छौँ कोन्निचिवा। यो त तपाईँले पनि धेरै सुन्नुभएको होला हैन? यो नमस्ते वा शुभ दिन भन्ने जस्तै हो र दिनको समयमा सबैभन्दा धेरै प्रयोग हुने अभिवादन यही हो। अनि दिन ढल्दै गयो, साँझ पर्यो। साँझ परेपछि फेरि अभिवादन बदलिन्छ। त्यति बेला हामी कोन्बानवा प्रयोग गर्छौँ, जसको अर्थ हो शुभ सन्ध्या वा गुड इभिनिङ। ल, भेटघाट भयो, अब छुट्ने बेला भयो। बिदा हुँदा के भन्ने त? हो, त्यति बेला भनिन्छ सायोनारा। यो गुड बाईको अलि औपचारिक रूप हो, खास गरी जब तपाईँलाई लाग्छ कि त्यो व्यक्तिसँग अब लामो समयसम्म भेट हुँदैन। अनि दिनको अन्त्यमा जब सुत्ने बेला हुन्छ त्यति बेला शुभरात्रि वा गुड नाइट भन्नका लागि ओयासुमी नासाई भनिन्छ। अब कसैलाई धन्यवाद दिनु पर्यो भने के भन्ने? भन्नुहोस् आरिगातो गोजाइमास। यो धन्यवाद दिने एकदमै विनम्र र सम्मानजनक तरिका हो। निकै महत्त्वपूर्ण शब्द हो है यो। अब आउँछ एउटा जादुई शब्द। साँच्चै यो एकदमै उपयोगी छ। त्यो हो सुमिमासेन। यो एउटै शब्दले यति धेरै अवस्थाहरूमा काम गर्छ कि तपाईँ छक्क पर्नुहुनेछ। ओ, सुमिमासेनको सबैभन्दा राम्रो कुरा के हो भने नि यसले दुईवटा काम गर्छ। जस्तै कसैको ध्यान खिच्नु पर्यो भने पनि सुमिमासेन अर्थात् एक्सक्युज मी, अनि केही गल्ती भयो माफी माग्नु पर्यो भने पनि सुमिमासेन अर्थात् सरी। एउटै शब्द, दुई फरक काम। कति उपयोगी होइन त? ल, अभिवादन त सिकियो। अब अलिकति अगाडि बढेर आफ्नो परिचय दिन सिकौँ है त। मेरो नाम हो भन्नका लागि जापानीमा एउटा सरल संरचना छ। वाताशी वा, त्यसपछि आफ्नो नाम अनि अन्त्यमा देसु। ल, यो वाक्यलाई अझै राम्ररी हेरौँ है। वाताशी वा को अर्थ भयो म चाहिँ, त्यसपछि तपाईँ आफ्नो नाम राख्नुहुन्छ जस्तै राम, अनि अन्त्यमा आउने देसुले चाहिँ वाक्यलाई पूर्ण र विनम्र बनाउँछ। ओके, नाम भन्न त सिक्यो। अब आफू कुन देशबाट हो भनेर कसरी बताउने? यो पनि एकदमै सजिलो छ। तपाईँले मात्र भन्नुपर्छ आफ्नो देशको नाम अनि काराकीमा सीता। जस्तै नेपाल काराकीमा सीता। यहाँनिर एउटा एकदमै महत्त्वपूर्ण कुरामा ध्यान दिनुहोला। तपाईँले ह अक्षर देख्नुभयो होला हैन? लेख्दाखेरि त यो हा हो, तर जब यो वाक्यमा पार्टिकलको रूपमा आउँछ यसको उच्चारण हा होइन वा हुन्छ। जस्तै वाताशी वा मा। यो नियम चाहिँ कहिल्यै नबिर्सनुहोस् है। ल, अब हामीले टुक्रा टुक्रामा सिकेका कुराहरूलाई जोडेर एउटा पुरै परिचय बनाउने बेला भयो। पहिलो पटक कसैलाई भेट्दा यी 4 चरणहरू पछ्याउनुहोस् है। सुरुमा हाजिमे मासिते भन्दै सुरु गर्ने, अनि आफ्नो नाम र देश बताउने, र अन्त्यमा दोजो योरोशिको ओनेगाई शिमासु भनेर समाप्त गर्ने। कस्तो राम्रो सुनिन्छ। अनि एउटा कुरा, यो भाषा मात्रै होइन, संस्कृति पनि हो। जापानमा नि परिचय दिँदा वा अभिवादन गर्दा थोरै टाउको झुकाउने चलन छ। यसले अर्को व्यक्तिप्रति सम्मान देखाउँछ। यो निकै महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो। ल, आजको लागि एउटा नयाँ र महत्त्वपूर्ण शब्द सिकौँ। त्यो हो हात्सुवन। हात्सुवन भनेको के हो? उच्चारण अर्थात् प्रोनाउन्सिएसन। तपाईँको हात्सुवन जति राम्रो भयो तपाईँले बोलेको कुरा त्यति नै प्रष्ट र राम्रो सुनिन्छ। ओके, आज हामीले सिकेका केही मुख्य नामहरू अर्थात् नाउन्सलाई एकपटक फेरि हेरौँ है त। जस्तै वाताशी म, नामाई नाम, खुनी देश, निहोन जापान, अनि आइसात्सु अभिवादन। नामसँगै हामीले केही क्रियाहरू अर्थात् वर्ब्स पनि सिक्यौँ। जस्तै किमासु आउनु, इमासु भन्नु, र बेङ्क्योशिमासु अध्ययन गर्नु। यी शब्दहरूलाई पनि याद राख्नुहोस् है।
ल अब आजको पाठलाई सर्र सम्झ्यौँ है त। हामीले के सिक्यौँ? बिहान, दिउँसो, साँझका अभिवादनहरू सिक्यौँ, आफ्नो नाम र देश कसरी बताउने भनेर सिक्यौँ, अनि एउटा 4 चरणको पूर्ण परिचय पनि तयार गर्न सिक्यौँ। र त्यो महत्त्वपूर्ण नियम पनि त छ, हाको उच्चारण वा हुन्छ भनेर। यति कुरा सिक्यो आज। वाह, बधाई छ। तपाईले जापानी भाषाको पहिलो दिन सफलतापूर्वक पूरा गर्नुभयो। अब तपाईँ कम्तीमा पनि आफ्नो परिचय जापानी भाषामा दिन सक्नुहुन्छ। अर्को पाठमा हामी अझै रमाइला कुराहरू जस्तै वस्तु र सङ्ख्याहरू बारेमा सिक्नेछौँ। दोस्रो दिनको लागि तयार हुनुहुन्छ त?